दक्षिणी एसियामा अमेरिकाको गेम फेरि बदलिन लागेको सङ्केत देखिएको छ। बिल विजेङ्गाले भर्खरै भनेका छन्, नेपाल र बङ्गलादेशमा भएका रिसेन्ट पोलिटिकल चेन्जेस र आउँदै गरेका इलेक्सन्सले अब युएस इन्गेजमेन्टका लागि फ्रेस अपर्च्युनिटिज खोलिदिएको छ। कङ्ग्रेसनल हेरिङमा बोल्दै उनले हाइलाइट गरे, बङ्गलादेशमा 2024 रिभेलियनपछि पहिलो जेनरल इलेक्सन हुँदैछ र नेपाल पनि फागुन 21मा भोट गर्न गइरहेको छ। Bordering India, Nepal and Bangladesh are undergoing political transformations. Bangladesh will hold free elections tomorrow following its 2024 July revolution, which ousted an authoritarian government. In September of 2025, Nepalese youth overthrew the government, and Nepal will hold democratic elections next month. Both of these instances offer new chapters for engagement in South Asia, defining U.S. relations with these new governments. उनको भनाइमा यी दुवै देशमा अहिले युथ ड्रिभन पोलिटिकल ट्रान्सफर्मेसन चलिरहेको छ। तर यहाँ ट्विस्ट अझ ठूलो छ। विजेङ्गाले दक्षिण एसियालाई स्ट्र्याटेजिकली सुपर इम्पोर्टेन्ट रिजन भने, जहाँ ग्रोइङ पपुलेसन, फास्ट इकोनोमिज र क्रुसियल इन्डो पेसिफिक सिपिङ रुट्स छन्। उनले क्लियर भने, हिन्द महासागरलाई फ्री र एन्ड ओपन राख्नु अमेरिकाको नेसनल र इकोनोमिक सेक्युरिटी प्रायोरिटी हो, किनभने अमेरिका अहिले चीनको प्रेडेटरी लेन्डिङ र एक्सप्यान्डिङ इन्फ्लुएन्सलाई काउन्टर गर्न चाहन्छ। त्यसैले अमेरिका अब ट्रेड र डिफेन्स कोअपरेसन बढाउँदैछ, भारत, नेपाल र भुटानसँग मिलेर रिजनल स्टेबिलिटी स्ट्रेन्थन गर्न। मतलब दर्शक मित्रहरू, दक्षिण एसिया अब केवल रिजन होइन, यो ग्लोबल पावर गेमको सेन्टर स्टेज बन्दै गएको छ।